अहिले चाहिँ विश्व सङ्कट अवस्थाको बेलामा 2082 साल 12 महिना 26 गतेबाट 30 गतेसम्म विश्वको चाहिँ प्राणी हितको लागि प्राणी उद्धारको लागि सबैजना विश्वको चाहिँ जात जाति मित्र धर्ममित्रहरू भेला भएर चाहिँ विश्वको प्राणी उद्धारको लागि समय लिनु भएकोमा सबैलाई मैत्री धन्यवाद। अनि पटक चाहिँ हाम्रो विश्वमा के कुराहरू नमिल्ने अवस्था भएर कतिपय मित्रताहरूको चाहिँ मृत्यु अवस्थामा भइरहेको छ। हाम्रो विश्वमा जति नै प्रकारको धर्महरू सबैले पनि यो मृतक आत्माहरूलाई अवगत भई भौतारले हिँडेकोहरूलाई सबैजनाले उद्धारको बाटो होस् भन्दै मैत्री धन्यवाद दिन्छु मैत्री भन्न। अनि म चाहिँ यो मार्चमा चाहिँ एउटा विश्वकै मित्रहरूको कारणले गर्दामा म चाहिँ एउटा कुरो के भन्न चाहन्छु भने अनि कुनै न कुनै हामीले एक आपसमा अर्को राष्ट्रलाई सहयोग गरेर हामी द्वन्द्व चलाउनु भन्दा बरु त्यो द्वन्द्व भएको दुवै देशहरूलाई सबैजना भएर सम्झायो बुझायो कुन कुरोमा चित्त बुझाएको छैन त्यसको लागि चाहिँ बुझाएर सम्झाएर अनि समाधान गरेर अनि उनीहरूको के कुरोमा आत्ममनोबल चित्त बुझिरहेको छैन त्यसमा चाहिँ सबैजना विश्व सङ्घले विश्वै मित्रताहरूले सबैजनाले बुझाएर त्यसलाई शान्ति गर्नु पाए विश्वकै शान्ति हामी यस्तै विभिन्न प्रकारको धर्मबाट शान्ति फैलाउँदै विश्वमा सबैजनाको शान्ति होस् भन्ने कामना लिँदै म यतिकैमा म बिदा लिन्छु। मैत्री मङ्गलम। धन्यवाद।